घरमा जान। नमस्ते, म महेन्द्र रिजाल। यति बेला चाहिँ म रूपन्देहीको 6 महिना 1 बनकटामा छु। एकदमै सोरठी भैलो खेल्ने क्रममा चाहिँ म एकजना यस्तो मान्छेसँग भेट भएको छु। निकै उत्कृष्ट स्वर छ उहाँको। म चाहिँ उहाँको स्वरमा एकदमै बबाल फिदा भएको छु। उहाँलाई पनि महेन्द्र रिजाल फेसबुक अथवा टिकटक युट्युब पेजमा स्वागत गर्दै उहाँलाई चाहिँ यहाँसम्म ल्याउने प्रयास गरेको छु। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। तपाईँको सानो कमेन्टले गर्दा उहाँलाई धेरै अवसर मिल्न सक्छ है त। वेट गर्नु होला त्यसको लागि चाहिँ। दर्शन नमस्ते, फेरि पनि स्वागत छ महेन्द्र रिजाल युट्युब च्यानलमा सम्पूर्णलाई। 6 महिना 1 बर्मचोक रूपन्देहीमा आइसकेका छौँ। देउसी सोराठी भैलोको कार्यक्रम पिकनिक आउँदै गर्दा यहाँ चाहिँ एउटा यस्तो प्रतिभाशाली मान्छेसँग भेट भएको छु। उहाँलाई चाहिँ वेलकम गर्न चाहन्छु महेन्द्र रिजाल युट्युब च्यानलमा। वेलकम छ तपाईँलाई। अगाडि आएर आफ्नो केही शब्दहरू परिचय दिनु होला। नमस्ते, मेरो नाम आरती पगरी, मेरो घर चाहिँ 6 महिना 1 बनकट्टा। दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यसरी गाउने मौका जुराइदिनु भएकोमा। तपाईँ चाहिँ कुन गीत गाउन चाहन्छ? एउटा छोटो मिठो तपाईँको आवाजमा एकदम सुरिलो मिठो आवाज छ, सुन्न चाहिँ म एकदम हतार छु। तपाईँको आवाज धेरै साथीहरूको माझ पुगोस्। त्यस आवाजले गर्दाखेरि तपाईँलाई भोलिको दिनमा ठुलो कलाकारको रूपमा देख्न पाऊँ त मेरो आशा छ भन्दै तपाईँको एउटा टुक्का चाहिँ उहाँसँग जाओस्, सुनाइदिनु होला। मलाई चाहिँ मौसमको यो चिसो बुकले गर्दाखेरि हल्का रुगा पनि लागेको छ। ठिकै छ, केही छैन। तपाईँको जस्तो स्वर छ त्यस्तै पस्किदिनु होला भन्न चाहेर चाहिँ। आमा हो यस्तै रहेछ छोरीको घरमा जानै पर्ने पराइको घरमा बुढी हुँदै गयो हिजो राति देख्या थिए सपनीमा कि बिरामी भयो हिजो राति देख्या थिए सपनीमा कि बिरामी भयो। एकदमै मिठो आवाज, म चाहिँ एकदम फिदा छु स्वरमा। तपाईँहरूलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै गर्नु होला र हाम्रो आरती पहाडीलाई पनि एकदम माया सपोर्ट गर्नु होला भन्ने आशाको साथ फेरि पनि अर्को भाग लिएर तपाईँको सामुन्ने आउनेछु। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन भन्नु होला। धन्यवाद छ तपाईँलाई पनि। हस्, नमस्ते।